Alright guys, welcome back to my channel once again. आज चाहिँ तपाईहरुको सामु चाहिँ म चाहिँ मोटो भ्लग लिएर आउँदैछु हैन। हाम्रो भिलेज लाइफ जस्तै हैन, बाटो पनि त्यस्तै हैन। तर अफरोड हो, सबै अफरोड हो गाइजहरु हैन, इन्जोय गर्नु होला। यो भिडियो चाहिँ ज्यादासँगले मजा आउँछ है। के गर्नु र हैन, हामीसँग अब डरलाग्दो सिआरएफहरु हैन भन्छ नि, खतरा खतरा बाइकहरु। अब मलाई त आउँदैन खासै पनि हैन, हामी चाहिँ पल्सरहरु चलाउँछौँ हो। ओ के छ भाइ, गाडीहरु बसिरहेछ भनेको छ नि। यहाँबाट चाहिँ दामी छ बाटो हो। हेलो अङ्कल, जाने हो नि त, सुरु जाने हो। यहाँ कन्ट्रोल गरेर जानुपर्छ एकदम हो, किनभने बाटो सानो छ। बाटो छ सानो, गाडी दुईटा आयो भने चाहिँ यहाँनिर चाहिँ साइड दिनु चाहिँ एकदमै गाह्रो हुन्छ हो। यो चाहिँ हामी बच्चादेखि हिँडेको बाटो खास गरी हो, त्यही भएर हामीलाई चाहिँ अलिक इजी भयो हुन्छ। तर नयाँ मान्छे आयो भने चाहिँ यहाँ चाहिँ एकदमै गाह्रो हुन्छ। यो चाहिँ मरमा जाने बाटो हो, सिली सेपेर लानुपर्छ, नभए काण्डमा चिहाल्छ। फेरि तलबाट गाडी तुफान आउँछ हो, यसो तल नै हेर्दै गर्नुपर्छ। ट्याक्कसँगले जसरी गयो भने पनि गाडीले साइड दिन चाहिँ सक्नु पर्यो होइन गाइजहरु। भोइस चाहिँ कतिको आइरहेको छ थाहा छैन है, किनभने मसँग माइक पनि छैन। एउटा गोप्रो मात्रै छ, त्यो पनि सामान्य सानोतिनो च्याटक्क परिरहेको होइन। आउँछ गाडी च्याटसँग मजाले हो। यो भइहाल्यो पनि, इन्जोय गरिदिन्छ। मजा छ मजा छ। गाडीहरू हिँड्ने चाहिँ आँखातिर धुलो पस्ने के पस्ने हुन्छ हो। च्याट्ट लिएर अब चाहिँ यो त बिहानको टाइम भनेदेखि, बिहान पखको टाइममा चाहिँ के हुन्छ भने स्टुडेन्टहरू चाहिँ एकदम स्कुल ड्युटी जाने, स्कुल जाने सबैजना स्कुल जान्छ। त्यो भएपछि चाहिँ गाडीहरू बिहान पख चाहिँ ताती भएर आउँछ, गुटुटु स्कुल ड्युटीको लागि सबैजना गइरहेको हुन्छ है। ठिकै छ भने जस्तो, केटाहरू गर्नु छैन रहेछ त्यो। यो चाहिँ ओह्रालो एकदमै भारी ओह्रालो छ, यहाँनिर चाहिँ एकदम चेक गर्दै आउनुपर्छ, किनभने अस्ति हाम्रो गाडी पनि यहाँनिर ठोकिदिएको छ बाइकले हो। यही टर्निङहरूतिरै हो। बिस्तारै बिस्तारै जानुपर्ने स्थिति हुन्छ, किनभने हतार पनि गर्नु हुँदैन बाइक कुदाएर हो। बिस्तारै चाहिँ आउनुपर्ने नै हुन्छ हो। बाटो चाहिँ यता चाहिँ राम्रै छ, त्यस्तो भिजेको छैन होइन। तर तलतिर चाहिँ अफरोड छ। यो बाटो त राम्रो हो, माथिनिर उकालो गयो भने त त्यहाँनिर त खतरा छ फेरि हो। र त्यहाँनिर चाहिँ यहाँनिर पो ढुङ्गा लोड गर्दैछ क्या। ओ यहाँ पो ढुङ्गा लोड है, पर गएको स्कुल डाँडा एकछिन ल बिस्तारै। ढुङ्गा त यहाँ पो लोड गर्दैछ केटाहरूले। यहाँदेखि चाहिँ अफरोड खतरा फेरि, घन्टाङ घुन्डुङ छ। अब यहाँतिर चाहिँ खै वर्षैपछि रिपेयरिङ गर्नुपर्ने कि बनाउँदाखेरि एकदमै राम्रो बाटो बनाइहाल्नुपर्ने होइन, पछिको लागि सोचेर। धेरै भएको छैन, तर बाटोहरू गुन्द्रुक उदिनु सकेको छ। त्यो भएपछि चाहिँ मजै आउँदैन, कुदाउनु पर्ने मजा आउनु पऱ्यो नि। गभर्मेन्टले ट्याक्स त जनताले तिरेकै छ, गभर्मेन्टले पनि नगर्ने त होइन, गर्ने नै हो। तर तलको मान्छेहरू चाहिँ अलिकति सोचेर मजाले गरिदिएको भए चाहिँ
यो बाटोहरू पनि राम्रो हुन्थ्यो है, तर के गर्नु र, यस्तो छ। जे भए पनि बिरामी बोकेर प्रेग्नेन्सी मान्छेहरू बोकेर हिँड्नुको लागि चाहिँ एकदमै गाह्रो ठाउँ यो चाहिँ। यहाँनिर चाहिँ चट्टसँगले राम्रोसँगले बनाइदियो भने चाहिँ एटलिस्ट मान्छेलाई सुविधा हुन्छ। गभर्मेन्टले दिने हो भने जनतालाई सुविधा त हो। अब त्यसमाथि ट्रान्सपोर्टेसन चाहिँ राम्रोसँगले चल्दै त भइहाल्थ्यो नि। अन्त गुन्डुङ चाहिँ माया लाग्दो हाम्रो फेट। ल गाइजहरू हेर्नुहोस् है, बाटो चाहिँ यस्तो छ होइन, अफरोडिङ पनि हुन्छ हो, मजाको बाटो पनि आउँछ, फेरि बिग्रेर कहाँ पनि पुग्छ बाटोहरू। अब म बिचतिरको म चाहिँ हिँड्दिनँ होइन, गाडीकै बाटो हिँड्छु, तर अब उतातिर जाउँ भने चिप्लिने डर, उतातिर जाउँ भने गान्ताङ गुन्द्रुकको डर, हाम्रो गाह्रो छ नि। यहाँ चाहिँ फेरि होमस्टेहरू रहेछ होइन, काठमाडौँमा दोकानहरू फेसिलिटी चाहिँ छ। यो यहीँको जनताहरूले गर्नु चाहिँ गर्छ, आफ्नो एउटा व्यवसाय त गर्नु परिहाल्यो। अलपटो जानु भने बिचबाटै जान्छु हो, तर गयो भने चाहिँ गाउँघरको बिचबाट जानुपर्छ। यहाँबाट स्याटोसँग जाने जानुपर्छ हौ, सही छ नि। यहाँनिर आइल मलमा ग्रिन छ यहाँनिर होइन। माइक नभएर चाहिँ बोलेको चाहिँ कतिको आउँदैछ पनि, किनभने यो गोप्रो लगाएर म फर्स्ट टाइम भ्लगिङ गर्दैछु होइन। त्यो पनि मोटो भ्लग हाम्रो लिजेन्डरी बाइकमा फेरि होइन। यो बाइक चाहिँ फेरि मैले होइन कस्तो भने स्कुलिङ लाइफ, कलेज लाइफ सबमा चलाएको कि फेरि यो चाहिँ फर्स्ट स्टार्टिङ पनि एकपल्ट सिकेर एक्सपिरियन्स भएको। राम्रोसँगले त्यस्तो छ कुरा चाहिँ कि त्यो भएर यो बाइक चाहिँ एकदम माया लाग्छ क्या मलाई। सबैलाई माया लाग्छ, मलाई मात्रै होइन, घरको मान्छेहरू भाइहरू सबैजनालाई माया लाग्छ। किनभने केटाहरू सबैजनाले यही बाइकमा सिकेको। अझ अब स्कुल लाइफ स्कुलको कतिवटा केटाहरूले पनि यही बाइकमा सिकेको हो कुदाउनु। त्यही भएर चाहिँ गाह्रो छ। यस्तो छ यहाँ पनि गाउँ बिचतिर पानी पऱ्यो भने मन्दिर छ हो, ढोक्नुपर्छ भनेर नमस्ते गरिदियो नि। बाटो चाहिँ यस्तो सानो, मेरो चाहिँ एक ग्याप र दुई ग्यापको बिचमा चाहिँ कोही बेला फसिन्छ कि। लेजेन्डरी बडाहरू बाजेहरू यहाँनिर कोपाहरू बस्नुहुन्छ त्यहाँनिर।
नमस्ते सर चिन्नुभयो विशाल म सन्चै हुनुहुन्छ म माथि घर एउटा यता पर स्कुल डाँडा जाँदै गरेको परनिर के पो जन्डिस झार्नुहुन्छ नि म बडा लिनु जानु हजुर नानीले जन्डिस भयो कि अनि अस्ति एकताल झार्दै अब फेरि हजुर मोचीहरू झार्छ तर विश्वास लागेन हौ मलाई अब यहाँ अब बडाले फेरि अब थुप्रोले जाति पारेको रहेछ कि अनि उहाँ अस्ति नै चाहिँ त्यहीँ गयो अब चाहिँ यतै घरमा बोलाउनु पऱ्यो भनेर अहिले उता स्कुलमै हुनुहुन्छ ए त्यही त यता त बन्द छ नि त हुन्छ सर लगाइजहरू होइन बिहानै हाम्रो मामालाई पनि भेट्यो हाम्रो मामा चाहिँ हाम्रो उहाँ चाहिँ सर हो खास गरी चाहिँ होइन मामा हो हाम्रो चाहिँ मामा पर्छ हामीलाई चाहिँ अब बच्चादेखि नै भनौँ न स्कुल पढ्दादेखि नै हामीलाई पढाएको नेपाली पढाउनुहुन्छ होइन अब यो अब बोल्दाखेरि चाहिँ सुनेको छ कि छैन होइन त्यही पनि भएन रहेछ भने भोइस ओभर भए पनि गरिदिन्छु म होइन त कस्तो भने मामाले चाहिँ सानोदेखि पढाएको ओरेन्ज लेकमा है आमामा यतिखेर गयो भने धन्ना मलाई हेलमेट लाएर पनि चिन्नु भयो कि फेरि हेलमेट लाएर पनि चिने धन्ना क्या मलाई अब विशाल भन्दाखेरि त अब सबभन्दा दुःख दिने हामी नै हो सरहरूलाई होइन त्यही भएर सरहरूलाई त अब अहिले चाहिँ सरी भन्न चाहन्छु है कसैले देखिहालेछ भने तै पनि केही छैन त्यस्तै छ जिन्दगानी होइन भेटिन्छ तलमाथि यताउता यहाँको बाटो चाहिँ कस्तो लाग्यो त यहाँ जल्ला जस्तो कि बाटो त दामी छ बाटो होइन सिनै दामी छ कि यहाँनिर कोही भ्लगरहरू पनि यता आयो भने यहाँको के त सिनहरू होइन फिलिङहरू के त चट्टासँग कस्तो दामी चाहिँ छ यहाँनिर होइन जस बाटो पाएर अब अझ यहाँनिर फुलहरू फुल्छ होइन यहाँनिर पहेँलो फुलहरू फुल्छ रातो फुलहरू फुल्छ होइन त्यो सबै फुलेको बेलामा आइयो भने त आम्मामा भाइ तिमी बिचमा बस कुन दिन चाहिँ फेरि ठोकिदिन्छु नि भनेको जस्तो क्या हरनै छैन बाइकमा हो हरन नभएको कसरी चाहिँ हुन्छ झन् यहाँ स्नातकमा फेरि हो जै हो तिमी जो पनि पास्टर भयो ह्याप्पी इन हेभन भनेको जस्तो क्या यसरी हेर्नुपर्छ बम्परहरू छ कि यहाँतिर तर यो फेरि सिधै आयो भने गयो राम मन्दिर छ ढोको नमस्कार भनेको यहाँ चाहिँ स्कुल छ यहाँतिर पनि टन्नै गाडीहरू छ है घरै पछि गाडीहरू छ हौ यहाँनिर अन्त हाम्रै घरमा पनि गाडीहरू छ है गाडी बाइक सबको छ एकजना मान्छेको एकवटा बाइक गाडी के भन्नु अफ रोडिङ चाहिँ यस्तो राम्रो वाक्का दिक्का भन्छ नि त्यस्तै हुन्छ कति कुरो हुने बाटो हो नयाँ मान्छेहरू आयो भने त यो बाटोहरू चाहिँ रुन्छ नि एक त यहाँ पनि ढोकिदियो है पानी छ त्यहाँनिर कुवा पनि ढाडा छ देखिको हो बाटो चाहिँ परेदेखि हेर्नुहोस् म त खासै 7:30मा पुग्नुपर्ने परनेर बडाले लिनुको लागि 7:30मा त घरमै भयो के काम बिहानदेखि उठेर गर्दाखेरि पनि भ्याउँदैन घरिघरि त के गर्नु र इन्कमिङको काम होइन आउटगोइङको काम हो यो टाइम यसमै ठिकै छ तुफान स्पिड पनि जानु भएन यहाँबाट चाहिँ नयाँ ठाउँमा जाँदो रहेछ हो यहाँ यो बाटो चाहिँ बनाउँदैछ अरे कि त्यही भएर चाहिँ रुट चेन्ज भएर हाम्रै गाउँपट्टिबाट जाँदैछ तर हाम्रो गाउँपट्टिबाट पनि प्रायः त हाम्रै गाउँपट्टिबाट हिँड्छ गाडीहरू अब यो बाटो चाहिँ
अहिले चाहिँ लग्छ हालको लागि माथि बिच बाटोसम्म चाहिँ जान्छ मजाले जान्छ माथिसम्म चाहिँ र त्यहाँदेखि उता चाहिँ जाँदैन सम्झनाहरूलाई नभुल्दै बिताउँछु के गर्नु भाग्य यस्तै भनेर बुझाउँछु छोरा न भाइहरू किन यस्तो बिच बाटोमा बुलडोगहरू बस्छ यहाँ तनाव दिने खालके हरन पनि छैन भनेदेखि घरिघरि त लगको त ट्राभल गर्नु तर बाइकमा चाहिँ एक्लै गर्नु चाहिँ अलिक मजा पनि आउँछ कि तर वाक्क पनि हुन्छ कि एक्लै बोल्नुपर्छ के हो साथी छ भने त सट्टासँग है हिँड्नु मजा आउँछ यताउता मजा आउँछ होइन ल गाइस जस्तो सुकै भए पनि होइन बाटोहरू यो भ्लगहरू कस्तो लाग्यो होइन बिचमा भनिदिन्छु एक होइन कस्तो लाग्यो मन परेछ भने च्यानललाई चाहिँ सब्सक्राइब गर्छु किनभने भर्खर स्टार्ट गरिरहेको छु यो च्यानल चाहिँ है अनि यसमा धेरै सब्सक्राइबर पनि छैन भनेर एक दुईवटा मात्रै छ होइन अब किनभने म त धेरै पब्लिसिटी गर्दिनँ हो त्यही भएर चाहिँ म चाहिँ मेरो चाहिँ धेरै सब्सक्राइबर पनि छैन अनि म चाहिँ धेरै के त गर्दै पनि भन्दिनँ कि अनि त्यही भएर चाहिँ मैले मेरो च्यानल चाहिँ त्यस्तै हुन्छ तर जस्ट फर फन जस्ट फर होइन आफ्नो मेमोरिज होइन ट्राभल गरेको ठाउँहरू कता कता गएकोहरू क्याप्चर गर्छु लाउँछु होइन अब कस्तो के लाग्छ होइन कतासँगले सब्सक्राइब गरिदिनु त्यसरी भयो भने गाउँको दाजुभाइ सबैजनाले सपोर्ट गरिदिनु पऱ्यो त्यस्तो हुन्छ नि त कतासँगले 3बाट 2 लाउँदाखेरि पनि ग्यार फसिदिन्छ हो बनाउनु पर्ने धेरै छ ऊ पारिपट्टि पुग्नु पर्ने हो कि म चाहिँ खासगरी कि अब धेरै टाइम लाग्छ नि बडाले 7:30तिर आउँदै भनेर भन्दै थियो अब फोनसोन पनि गरेको छ कि छैन मैले देखेको पनि छुइनँ हो फोनहरू आयो होला सायद फोन आएको भयो तर यहाँनिर देखाउँथ्यो आएको छैन फोनहरू जस्ट त्यहाँ पुगेर नै बडाको कल गर्छु किनभने बडाको घर चाहिँ घर अलिक तल हो कि तर पनि हिँडेर चाहिँ उकालो छिटो आउनुपर्ने हुन्छ कि बाहिर न बडा आउँछ फेरि पारिपट्टि हेर्नु नि कस्तो दामी छ तलबाट मधेसतिरबाट तल सिटी एरियामा बस्ने मान्छेहरू चाहिँ अब यता आयो भने पागल हुन्छ नि तर यहाँनिर टन्नै होमस्टे छ घरै बेसी होमस्टे छ यहाँनिर आलिपट्टि वारिपट्टि सबतिर होमस्टे छ टुरिज्म इन्कम सोर्स टुरिज्म हुन्छ होइन यहाँको जङ्गलहरू हेर्नु न यो जङ्गलहरू देख्यो भने त आमा कस्तो चाहिँ लोभिन्छ होला क्या त्यो गोलिया रुख काट्ने मान्छेहरू चाहिँ क्या रुखहरू चाहिँ कति छ नि यहाँ बाँसहरू बेच्ने मान्छेहरू मरुभूमिमा बस्ने मान्छेलाई झन् यहाँनिर कस्तो चाहिँ मजा आउँछ होला नि जहाँ छोड्दै त्यहीँ बस्छु भने जस्तो हुन्छ भने डेजर्ट एरियामा क्या त्यो उतानिर हुन्छ नि अफगानिस्तान भन्नाले पनि अब त्यो सामान्य ठाउँ अब भनौँ न डेजर्ट एरिया घाम लाग्ने गरम केही नभएको ठाउँतिर बस्ने मान्छेहरू यस्तो ठाउँमा आउँदा चाहिँ आइदियो भने यहाँतिर बस भने कस्तो चाहिँ उक्लिन्थ्यो होला त क्या जस्ट फर फन भनेको जस्तो नि यता सोच न हाममा यहाँनिर त अनि हरियाली पानी पनि छ यो दुःख चाहिँ हुँदैन अलैँची पनि हालेको रहेछ है आमा के भन्नु हो यो भ्लग त बहुत लामो पनि रहेछ त तर अब ब्याट्रीले चाहिँ कतिसम्म सपोर्ट गर्छ होइन मेरो गोपोको चाहिँ इन्बिल्ड ब्याट्री हो कि यो चाहिँ गोपो हिरोको चाहिँ प्रो निकालेको रहेछ होइन तर सर्ट एन्ड फिट सानोबाट चटक्क हल्का पनि होइन मजाको पनि छ तर यसमा चाहिँ मलाई चाहिँ के ठिक लागेन भने अब यसको चाहिँ ब्याट्री चेन्जहरू छैन होइन कतै ट्राभल गर्नु गयो भने पनि अब ब्याट्री छैन चार्ज गर्नु पऱ्यो
अनि रिभ्युजहरू त तर दामी आएको छ तै पनि मलाई चाहिँ तर ठिकै लाग्छ। तर अब पक्कासँगले स्टार्ट गरेर घरबाट ट्याक्कै हिँड्छ। सर्ट एन्ड स्विट ठाउँतिर त इनफ हुने रहेछ होइन। तर लङ टर्म युजको लागि चाहिँ अलिकति गाह्रै हुने रहेछ। किनभने चार्ज पनि गरेर राख्दाखेरि पनि नबस्ने रहेछ यसमा चाहिँ कि। किनभने मैले चाहिँ चार्ज गरेर राखेको 0 उठिहाल्छ, चार्ज गरेर राख्यो 0 भइहाल्छ। अनि त्यही भएर म चाहिँ चलाएपछि चार्ज गर्दिनँ, युज गर्नु पर्दैन होइन। युज गर्नुभन्दा ट्याक्कसँगले 10-15 मिनट अगाडि चार्ज गरिदिन्छु। ट्याक्कसँगले फुल चार्ज हुन्छ। त्यहाँदेखि त फेरि लङ टर्म 1 घन्टा 1.5 घन्टा थामिदिन्छ मजाले हो। अनि 1 घन्टा 1.5 घन्टा त अब कहाँ जानु र। यस राम्रो खालको पावर ब्याङ्क बोकेछ भने टक्कसँगले अब रेस्ट गरेको बेलामा टक्कसँगले चार्ज गऱ्यो, त्यहाँदेखि गऱ्यो। ब्याकअपको लागि चाहिँ अरू केही चिज हुनुपर्छ होइन। आइफोन भयो भने पनि भइहाल्छ। प्लस यसले पनि भिडियो क्याप्चरिङ चाहिँ राम्रो गर्छ, नराम्रो गर्ने चाहिँ होइन। नट ब्याक भन्यो भने राम्रै छ नि होइन। पैसा परेको चिज हो क्या। अनि नराम्रो त भन्दै भएन नि, राम्रै छ। अब जसकोमा अब लिमिटेड बजेट छ तिनीहरूले किनेर गर्नु राम्रो छ। पहिलाको त्यो एक्सन क्यामेरा त्यो हाउडे टाइपको छ नि, त्यस्तोहरू भन्दा चाहिँ यो त फार बेटर हो नि त। चस्मा नलाएको आँखातिर बडाको चाहिँ तल हो कि। अब बोलाउनु पर्छ बडालाई चाहिँ हो, बोलाउनु पर्छ बडालाई। यहीँ बस्नु एकछिन हो।